पब्लिकले के चाहँदो रहेछ भन्दाखेरि चाहिँ पब्लिकको चाहना त्यस्तो हुन्छ म एमएलए को पछि लागेर हिँड्ने भने चाहिँ यो एमएलए को प्यारो म सँगै एमएलए को छेउमा छुइनँ भने चाहिँ यो एमएलए को यस्तो राम्रो रिलेसन भन्ने त्यो एउटा ह्युमर चाहिँ चलिरहन्छ तर त्यो रियालिटीमा त्यस्तो हुँदैन खासै एज मलाई यस्तो नि फिल भयो म जब नोमिनेसन भएर मान्छेले पैसा माग्नु थाल्यो रोडमा निस्किँदाखेरि पनि त्यो चाहिँ के भएको भन्दाखेरि मान्छेको यस्तो कन्सेप्ट रहेछ कि अब नोमिनेसन भइसक्यो पैसा चाहिँ आउनु थालिहाल्छ भन्ने कन्सेप्ट क्या कति न कति कन्सेप्ट बनिएको छ क्या सोसाइटीमा अन्त मैले तिनीहरूलाई क्लियरली भने म चाहिँ पैसा दिन सक्दिनँ मैले थुप्रोजनालाई रिजेक्ट पनि गरेँ कतिजना रिसाए पनि उसो भोट हालिदिनु मैले नहाल्नुहोस् भन्ने मैले बार्गेन गरेर भोट मागेर पनि कहिले मैले क्लियर स्ट्यान्ड राखेँ म तपाईँहरू काम गर्छु भोलि भनेर त्यो उहाँहरूलाई रिस उठेर त्यसमा चाहिँ प्रब्लमहरू भयो तर अरू चाहिँ मलाई के प्रब्लम त्यो हजुर मेरो खर्च 5,000 नै भन्दा हुन्छ 5,500 5,000 नै मेरो खर्च इलेक्सनसम्मको मेरो जुन दिनसम्म तपाईँ काउन्टिङ भयो त्यो दिनसम्म खर्च मेरो त्यति इलेक्सनसम्मको हजुर हजुर 5,000 मा पनि भोट जित्दो रहेछ हजुर मैले एउटा आम मान्छे दबाई नपाएर मर्नु भएन बेसिक कुरा एउटा स्टुडेन्टले बेसिक स्ट्यान्डर्ड एजुकेसन पढ्नु पर्यो जस्तो इक्जाम्पल गर्नुहोस् एउटा टिएनएमा पढ्ने क्लास 10 को स्टुडेन्ट र यहाँ गाउँको एउटा शिवली गाउँमा पढ्ने 10 को स्टुडेन्टको स्ट्यान्डर्ड एउटै छ होला तपाईँलाई लाग्छ लाग्दैन नि त छैन नि त तर सिबिएसई को क्वेसन प्याटर्न त सेम हो नि त त्यो बेसिक नलेज एउटै पाउनुपर्छ हाम्रो कन्सेप्ट चाहिँ त्यो दर्शकबिन नमस्कार फास्टेस्ट फास्ट सिक्किमको सीधा संवाद कार्यक्रममा यहाँलाई फेरि पनि एकपल्ट पूर्ण स्वागत छ। आज पनि हाम्रो स्टुडियोमा विशेष अतिथिको रूपमा आउनु भएको छ जिल्ला पञ्चायत सागर शर्माजी, तपाईलाई स्वागत छ। थ्यांक यू सो मच तपाईलाई। धेरै दिनको इन्तजारमा आज तपाईसँग बातचित गर्न र हाम्रो स्टुडियोमा आइदिनु भयो, धन्यवाद छ। हुन्छ तपाईलाई थ्यांक यू, तपाईले मलाई बोलाइदिनु भयो त्यसको लागि थ्यांक यू सो मच। जिल्ला पञ्चायत आई थिंक वान अफ द यंगेस्ट जिल्ला पञ्चायत होला, कति वर्ष पुग्नु भयो? उमेर भन्दा 28 पुग्यो भन्नाले म 28 पुग्नु भयो। हजुर हजुर। किन चाहिँ आफ्नो पढाइ सिधाउने बित्तिकै फेरि जिल्ला पञ्चायतहरुतिर आई मिन पोलिटिक्सतिर आउने रुचि राख्नु भयो? एउटा त एसपीवाईएफ को एक्टिभ मेम्बर नै हो तपाई। हजुर हैन, अब के छ भनेदेखि हाम्रो यङ सेक्सनले त्यसले सोच्छन् समाज परिवर्तन गर्नुपर्छ भन्छन्, भाषणमा मात्रै रियालिटीमा चेन्ज गर्नलाई चाहिँ कुनै कुनै प्रोसेसमा राख्नु पर्यो। यो मेरो एउटा प्रोसेस हो, सोसाइटीलाई साँच्चै नै चेन्ज गर्नुपर्छ भने गाउँबाटै सुरु गर्नुपर्छ भन्ने प्रोसेसलाई लिएर त्यही कल्पना लिएरै म जिल्ला पञ्चायतमा आएको पनि हो। मैले सुन्दाखेरि र त्यो क्याम्पेनिङको दौरानमा जुन चाहिँ प्रकारले तपाईसँग प्रत्याशीको रूपमा उठेका जम्मा 8 जना हुनुहुन्थ्यो, मलाई अहिले पनि थाहा छ। अनि मैले सुन्दै गर्दाखेरि तपाईले इलेक्सन जित्नु भयो जिल्ला पञ्चायतमा 8 जना उम्मेदवारहरु मध्येमा एकजना तपाईले जित्नु भयो। कति भोटले जित्नु भयो? मेरो मार्जिन भोट चाहिँ 36 भोट हो। 36 ले? हजुर। ओके। 5,500 मात्रै खर्च भयो भन्ने कता कता सुन्दै थिए मैले। स्कुटीमा तेल लगाएको, स्कुटीमा हिँड्छ हाम्रो क्यान्डिडेट भनेर सुन्दै थिए, के कसो? हजुर मेरो खर्च 5,000 नै भन्दा हुन्छ। 5,500 5,000 नै मेरो खर्च इलेक्सनसम्मको मेरो जुन दिनसम्म तपाईँ काउन्टिङ भयो त्यो दिनसम्म खर्च मेरो त्यति हो। इलेक्सनसम्मको? हजुर हजुर। 5,000 मा पनि भोट जित्दो रहेछ? हजुर हजुर। त्यो के भएको होला? त्यो भनेपछि जनता यतिको कन्सियस भएको कि पैसा नथापेर पैसाको लागि भोट हाल्दैनन् सिक्किमको जनता त्यति साह्रो? जम्मै किन भन्न नमिल्ला, जस्तो मेरो टेरिटोरियल छ 15 गेजिङ टेरिटोरियल कन्स्टिट्युएन्सी छ, त्यसको जनताले त्यतिको अवेयरनेस रहेछ भनेर म आफै एउटा एक्जाम्पल भन्न सक्छु। कतिको क्याम्पेनिङमा कतिको हुल लिएर जानुभयो? हुल चाहिँ मैले लिएर गइनँ, मेरोमा चाहिँ म्याक्सिमम 2 जना, हाइएस्ट गएको 3-4 जना हिँड्ने हामी, त्यसरी त्योभन्दा बेसी हिँडेन हामीले पनि। मैले क्याम्पेनिङको दौरमा 2 दिन मात्रै गाडी चढेँ मैले। क्याम्पेनिङ 1 महिनाको क्याम्पेनिङ टाइममा 2 दिन मात्रै गाडी चढेँ, म अरू स्कुटीमा हिँडेँ अथवा म पैदल यात्रै गरेँ। त्यसमा त के फाइदा हुँदो रहेछ भन्दाखेरि एउटा मतलब एउटा गाउँबाट पस्यो अर्को गाउँमा निस्किन्छ, गाडी त माथि छोडेको हुन्छ, फेरि त्यो प्रब्लम हुन्छ, त्यसले गर्दा गाडी लिएर मैले म्याक्सिमम प्रिफरै गर्ने गाडी चाहिँ। जनताहरूसँग बात गर्दाखेरि उसको त छैन हौ, मान्छे छैन र खास एक्लै हिँडेको भन्ने भयो कि भएन? पब्लिकले जहिले यस्तो भन्थे तपाईको पछाडि मान्छे छैन कसरी जित्नु छ भन्थे, म उसलाई सिन्सियरली भन्थे तपाईँ एकजना सुरु गर्नुहोस्, सेकेन्ड पर्सन तपाईको पछाडि अर्को आउँछ, त्यसरी नै सुरु हुन्छ भन्दै भने। त्यसले गर्दा मान्छेले त्यसरी लेसन पनि त्यसरी नै मलाई भोट हाले, त्यसरी नै मलाई जिते पनि भन्नु खासै चाहिँ एउटा आशा त आयो। आशा हजुर, एउटा आशा भन्दा पनि एउटा पोजिटिभ इम्प्याक्टै भनौँ न, यो एउटा पोलिटिक्समा कुनै कन्सियसनेस डेभलप हुँदैछ भन्ने प्रुफ पनि जस्तो मलाई लाग्छ। 5,000 मा जिल्ला पञ्चायतको इलेक्सन क्याम्पेनिङ कति 15-20 दिन त पुरा जोडतोडले चल्यो? हजुर 15 दिन जस्तो चल्यो। 15 दिन चल्यो म्याक्सिमम। इन्डिपेन्डेन्ट क्यान्डिडेट सबैजना हजुर है, पैसावालाहरू पनि थिए? हजुर हजुर। अनि अरूले त अब 40 वटाहरू गाडीहरूको र्यालीहरू गर्यो, त्यसरी गरे साथीहरूले गर्यो। तर मलाई तपाईको केसमा तपाईको कुरामा देख्दै गर्दाखेरि 5,000 रुपैयाँ खर्च गरेर जिल्ला इलेक्सन जित्नु भयो, अरूले लाखौं खर्च गरेर पनि जितेनन् भनेपछि यो पब्लिकको माइन्डको विचारको उहाँहरूको विचारको कुरा हो नि त, यो डेभलप भएको कुरा हो नि त हैन? भारत स्वतन्त्र भएको 50 वर्ष पुग्दै गर्दाखेरि यो प्रकारको विचार आउँदै गर्दाखेरि चाहिँ खुसी लाग्छ। हजुर हजुर एकदमै यो हुनुपर्ने हो। हजुर हजुर। अब सोसाइटीको डिमान्डै यही जस्तो मलाई लाग्छ। तब गएर मात्रै पोलिटिक्समा साँच्चै नै के चेन्ज हुन्छ होला, नत्र यस्तो हो अहिले मैले लगानी लगाएँ भोलि गएर मैले त्यो भुक्तान गर्नु पर्यो नि त, त्यसो भए म सोसाइटीमा काम गर्नै सक्दिनँ। जस्तो मैले
जो मेनिफेस्टोमा मैले लेखेको थिएँ त्यो काम मैले एटलिस्ट मैले अप टु 80% मैले कभर गर्न सकेँ। के लेख्नु भयो? मैले मेनिफेस्टोमा जुन कामहरू लेखेको थिएँ, जस्तो स्कुलको पेन्डिङ कामहरू, बेसिक कुराहरू मैले ठुलो कुरा गर्न सक्दिनँ, एउटा जिल्ला लेभलको एउटा जुडिक्सन हुन्छ, त्यो बाहिर गएर काम गर्न सक्ने कुरा आएन। मैले लिएको बेसिक कुरा स्कुलको इन्फ्रास्ट्रक्चर चेन्ज गर्छु भने मैले त्यो चेन्ज गर्न सकेँ होइन। त्यहाँबाट स्कुलको पेन्डिङ कामहरू थियो, कतिवटा स्कुलको त्यो काम पेन्डिङहरूलाई क्लियर गर्न सकेँ। कतिवटा स्कुल गाउँतिर रोडहरूको डिमान्ड थियो, त्यो डिमान्डलाई एटलिस्ट मैले फुलफिल गरेँ भने नमिल्ला, तर मैले पुस गरेँ त्यसलाई, क्या त्यो पुस सक्सेस भयो भनौँ न, त्यो कामहरू मैले गर्न सकेँ। जो तपाईँ इन्डिपेन्डेन्टबाट आउनुभयो अथवा तपाईँ एउटा एसपिवाइएफ को मेम्बर हुनुहुन्थ्यो होइन, अनि सरकारको व्यक्तिहरूसँग त्यस्तो बेसी तालमेल त थिएन तपाईँको, के भन्नुहुन्छ? तालमेल थिएन भन्दा पनि एज अ पार्टीको बेसमा कुरा गर्दा चाहिँ थिएन होला, तर एज अ एडमिनिस्ट्रेसन मेरो राम्रै छ अहिले पनि लिङ्क छ। आई मिन भन्नु खोजेको मैले के भन्दाखेरि अब तपाईँ जिल्ला पञ्चायत भएर आइसकेपछि चाहिँ जुन चाहिँ प्रकारले सरकार छ होइन, तपाईँ इन्डिपेन्डेन्टबाट जित्नुभयो, त्यो पनि तपाईँले जितेपछि काम गर्नु सजिलो छ कि छैन उहाँहरूसँग, अथवा एडमिनिस्ट्रेसन त तपाईँले भनिहाल्नु भयो, पोलिटिकल वेमा पनि हेऱ्यो भनेदेखि पोलिटिकल वेमा त्यस्तो हेर्नु चाहिँ अब प्रेसर छ कि छैन? प्रेसर खासै त्यस्तो केही पनि छैन। यस्तो हो, अब म एउटा जिल्ला पञ्चायत भइसकेँ, पार्ट अफ गभर्मेन्टमा पनि हो, म एमएलए साहबलाई पार्ट अफ गभर्मेन्टको रूपमा हेर्छु, उहाँले पनि त्यसरी हेर्नुहुन्छ। उहाँसँग सम्बन्ध कस्तो? राम्रै छ मेरो, उहाँसँग भेट्दा गफसप हुन्छ, फोनमा बातचात हुन्छ, मैले भनेको कुरा उहाँले सुन्नुहुन्छ, उहाँले भनेको म सुन्छु, एउटा हाम्रो आदान प्रदान राम्रै छ। एउटा एमएलए र जिल्ला पञ्चायत हुनुपर्ने कुरा त्यही त हो नि त होइन? खासै त्यो चिज छ मेरो। हजुर त्यो छ, तर यति चाहिँ पब्लिकले के चाहँदो रहेछ भनेदेखि चाहिँ पब्लिकको चाहना त्यस्तो हुन्छ, म एमएलएको पछि लागेर हिँड्ने भने चाहिँ यो एमएलएको प्यारो, म सँगै एमएलएको छेउमा छुइनँ भने चाहिँ यो एमएलएको यसको राम्रो रिलेसन भन्ने त्यो एउटा ह्युमर चाहिँ चलिरहन्छ, तर त्यो रियालिटीमा त्यस्तो हुँदैन खासै चाहिँ। जस्तो मैले एमएलएसँग गर्नुपर्ने कोर्डिनेसनको काम म गरिबस्छु, उहाँले पनि मलाई गर्नुपर्ने ठाउँमा गरिरहनु भएकै छ भन्ने हुन्छ, त्यो चाहिँ तालमेल मिलेर हजुर जनताको काम गर्नुपर्ने हो नि त। हजुर हजुर जसरी भयो हजुर हजुर जनताले सुख पाउन् भनेर नै एउटा इलेक्टोरल पोलिटिक्समा आउनु भएको। हजुर खास कुरा चाहिँ 28 वर्षको उमेरमा जिल्ला पञ्चायत पुग्नुभयो, कहाँसम्म पुग्छु भनेर सोच्नु भएको छ? त्यो चाहिँ मेरो सपना ठुलै छ, मैले भनिहालेँ कि अब सोसाइटीमा चेन्ज ल्याउनुपर्छ भनेदेखि सुरुवात मैले गरेँ भनेदेखि सुरुवात अन्त त चेन्ज भएर मात्रै हुन्छ। त्यो चेन्ज कहाँ कहाँ हुन्छ भन्ने कुरा चाहिँ पब्लिकले नै बुझेको छ, जस्तो माथि गएर चेन्ज हुने कुरा हो होइन। अब कहिले पुगिन्छ त्यो त मैले डिसाइड गर्ने कुरा होइन, म बाटोमा छु, अब पब्लिकले सपोर्ट दिएर म एक्लैले पुगेर रेस होइन, एक्लै कुदेर जित्नलाई पब्लिकको यही लेभलको अवेरनेस भएर आयो भने एक दिन 100% सिक्किम साँच्चै चेन्ज हुन्छ जस्तो मलाई लाग्छ। 2019 को एसकेएम सरकार अथवा नयाँ सरकार आउनुभन्दा अघिको सङ्घर्ष एसपिवाइएफले धेरै झेलेको, तर तपाईँहरू त्यो फ्रन्ट फेसमा बसेर काम गरिराखेको अलिकति बताउनुहोस् न, कस्तो थियो त्यो शासन कस्तो थियो? अब त्यो शासनको कुरा गर्दाखेरि डेमोक्रेटिक थियो जस्तो मलाई लाग्छ। जस्तो हामी यहाँबाट गान्तोकसम्म गयौँ, कहीँ बाटोमा हेरेजमेन्टहरू थिएन, हामीलाई कहीँ एरेस्ट एउटा के भन्छ तपाईँको एफआइआरसम्म भएन हाम्रो नाममा। अब एउटा डेमोक्रेटिक सेटअप थियो जस्तो मलाई लाग्छ त्यो समय, त्यतिखेरको समय। समस्याहरू थिए, ती समस्यालाई नै सल्भ गर्नुपर्छ भन्ने त्यही पक्षलाई लिएर नै हामी गान्तोक गएका थियौँ। हाम्रो पक्ष त्यही नै थियो, अहिले पनि हाम्रो पक्ष त्यही नै छ। आइपिएचएस लम्स इम्प्लिमेन्ट हुनुपर्छ भन्ने हाम्रो पक्षको अडान थियो, अहिले पनि हाम्रो अडान त्यही छ। तर अहिले त्यो इम्प्लिमेन्ट अप टु द मार्क भएको छैन जस्तो मलाई लाग्छ। त्यो अप टु द मार्क भयो भने सायद अहिले तपाईँ देख्नुहुन्छ नि सोसियल मिडियामा आइबस्छ, हस्पिटलमा यो समस्या भएको, त्यो समस्या भएको, ती समस्या खास जड सल्युसन चाहिँ आइपिएचएस लम्स जब फुलफिल 100% हुन्छ हस्पिटलतिर, तब त्यो सल्भ हुन्छ जस्तो मलाई लाग्छ। 50 वर्षको सेलिब्रेसन चल्दैछ सिक्किममा स्टिल होइन? यसमा के भन्न चाहनुहुन्छ तपाईँले? 50 वर्षमा सिक्किम स्वतन्त्र भएको 50 वर्षमा कुन चाहिँ महकुममा पुग्नु पर्थ्यो अथवा कस्तो हुनु पर्थ्यो एउटा यङ होइन, यङ जिल्ला पञ्चायत अथवा यङ एउटा आवाज उठाइबस्ने व्यक्ति भएको कारणले गर्दा? अब यस्तो छ हेर्नुहोस्, डेमोक्रेसीको 50 इयर्स हामी मनाउँदैछौँ, तर डेमोक्रेसी कुन लेभलसम्म पुग्यो भन्ने कुरामा चर्चा गर्न इम्पोर्टेन्ट हुन्छ जस्तो मलाई लाग्छ। डेमोक्रेसीको कुरा गर्दाखेरि आज पनि मान्छे इभन एउटा ठुलो मान्छेसँग गएर बोल्न डराइरहेका छन्। डेमोक्रेसीको त्यो होइन खास कन्सेप्ट जस्तो मलाई। फेरि यस्तो कुरा हो, डेमोक्रेसी कस्तो हुन्छ भनेर एक्ज्याक्ट भन्न सक्दैन नि त। डेमोक्रेसी त एउटा फल होइन, जस्तो यस्तै हुन्छ भन्ने कुरा। डेमोक्रेसी भनेको डे टु डे लाइफमा चेन्ज हुँदै जाने कुरा हो नि त। हिजोको डेमोक्रेसी भोलिभन्दा अझै स्ट्यान्डर्ड भएर जानु पर्यो, त्यसलाई एक्ज्याक्ट यतिको हुनुपर्थ्यो भनेर भन्न नसकेर, तर जुन चाहिँ अहिलेको व्यवस्था छ योभन्दा अलिक स्ट्यान्डर्ड चाहिँ हुनुपर्छ जस्तो मलाई लाग्छ। यो के को कारणले भयो होला? कतै न कतै सिस्टममा ल्याप्सेसहरू छ। तपाईँ अघि मैले भन्दै थिएँ, जस्तो एउटा जिल्ला पञ्चायतले लिएर जानुपर्ने फाइललाई जुन मुभ गर्ने तरिका हुन्छ त्यो तरिकाले भइरहेको छैन यहाँनिर। बाइपासहरू गर्नुपर्ने हुन्छ, कसैको थ्रुबाट लानुपर्ने हुन्छ, त्यो सिस्टममा काम नभएको कारणले जस्तो लाग्छ मलाई। एउटा सिस्टमै सेटअप भयो भने चाहिँ राम्रो हुन्छ जस्तो मलाई लाग्छ। यसमा पोलिटिक्सको मात्रै हात हुन्छ कि एडमिनिस्ट्रेसनको अथवा पढालेखा भएको मान्छे त एडमिनिस्ट्रेसनमा जान्छन्, एडमिनिस्ट्रेसनको ठुलो भूमिका हुन्छ? अनि यस्तो हो, अब पोलिटिक्स भनेको सुप्रिम हो होइन, उसले नै डिसाइड गर्छ। पोलिसी मेकर त उयो हो नि त, पोलिसी एकदम राइट तरिकाले बनिएको छ, त्यो इम्प्लिमेन्ट भएन भने एक्सन लिनु उसकोमा राइट हुन्छ। त्यसैले पोलिसी बनाउनेकै हातमा काहीँ न काहीँ लुप्स, मै पनि मैले अरूलाई मात्रै भन्नु मिल्दैन, म डिस्ट्रिक्ट लेभल एउटा जिल्ला पञ्चायत डिस्ट्रिक्ट लेभलको एउटा प्लानिङको मेम्बर म पनि हो, मेरो पनि ल्याप्सेस छ। त्यही ल्याप्सेसको कारणले समस्याहरू सेटअप भएको। तर त्यसको लागि चाहिँ यही नै एउटा कोर्डिनेसन राम्रो हुनु पऱ्यो, इलेक्टेडको र एउटा त्यो ब्युरोक्रेट्सको पनि।
अब इलेक्टेडले भनेको ब्युरोक्रेसीले मान्दैन भनेदेखि त त्यो त राम्रो होइन नि त। इलेक्टेड भनेको डेमोक्रेसीमा सबैभन्दा हाइएस्ट सेटअप भएको त इलेक्टेडै हुन्छ, जसले मेन्डेट पाएको मान्छे हो। उसले भनेको मान्दैन भने त्यसलाई एक्सन लिने ठाउँ पनि हुन्छ होला सायद। त्यहाँ चाहिँ कहीँ न कहीँ ल्याप्सेस एउटा ब्युरोक्रेट्सले गर्नुपर्ने आफ्नो जिम्मेवारी चाहिँ कस्तो प्रकारको हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई? अब ब्युरोक्रेट्स भनेको यस्तो चिज हो, जस्तो म जिल्ला पञ्चायत भएर आएँ, म यो लाइनको एक्सपर्ट मान्छे होइन, तर मेरो माथि डिस्ट्रिक्ट कलेक्टर हुन्छ, सचिव हो, डिपिओ हुनुहुन्छ, उहाँले मलाई सजेस्ट गर्नुहुन्छ नि त यो राइट हो यो रङ हो। तर म फेरि आफ्नो पनि त त्यो के भन्छ इनपुटमा पनि त लाउँछु कसरी राइट हो कसरी रङ हो भन्ने। अब उहाँले त्यो गर्ने काम चाहिँ गर्नुपर्छ, सजेसन दिने काम। जस्तो जिल्ला पञ्चायतले के गर्नुपर्ने म त एक्ज्याक्ट जान्दिनँ नि त। मलाई अब अस्तिको म जुन दिन जिल्ला पञ्चायत भयो मेरो सपना के थियो, आज त्यो सपना स्टिल त्यही छ कि छैन, त्यो त उसले नै चेन्ज गरेको चिजहरू हो नि त। किनभनेदेखि एउटा एडमिनिस्ट्रेसन पछि एडमिनिस्ट्रेसन जानेहरू उहाँहरू हो नि त, उहाँहरूलाई थाहा हुन्छ गाइडलाइन के हो। जस्तो म त जबरजस्ती गर्न ट्राई गर्छु, जबरजस्तीले जम्मैतिर हुँदैन। त्यसले त्यो ब्युरोक्रेसीको सघाउने काम चाहिँ त्यसमा जस्तो मलाई लाग्छ। भनेपछि यो दुईटाको तालमेल चाहिँ मिल्नु पर्यो। हजुर, अनि तब चाहिँ सिस्टम साँच्चै डेभलप हुन्छ जस्तो मलाई लाग्छ। तर यहाँ काम बिग्रिँदाखेरि कोही बेला के अरे सत्ता चलाउनेलाई मात्रै भनिरहेको हुन्छन्। अनि त्यो त जहिले पनि, जस्तो अब गाउँको बाटो बिग्रियो, पञ्चायत के गयो, जिल्ला कहाँ गयो, एमएलए कहाँ गयो भन्ने कुरा हो। डिपार्टमेन्टको नाम त सायदै आउँदैन। तर वेराज उनीहरूको त्यो लेभलको ठाउँ चाहिँ हुन्छ जस्तो मलाई लाग्दैन। किनभनेदेखि डिपार्टमेन्टको आफ्नै एउटा नर्म्स छ, त्यो नर्म्स फुलफिल गर्नु पर्छ। जस्तो मैले गएर रोड बनाऊ भन्न सक्छु म, तर बेलचा लगाएर खनेर त म खन्न सक्दिनँ। सक्छु होला 10 फिट रोड बनाउन सक्छु, त्यहाँ बेसी सक्दिनँ। त्यो रोड त राम्रो बिग्रेको छ। अब एडमिनिस्ट्रेसनको पनि त्यो एउटा प्रेसर चाहिँ हुनुपर्छ जस्तो मलाई लाग्छ। भनेपछि तालमेल चाहिँ मिलाएर काम गर्नु पर्छ। सागरजीले जिल्ला पञ्चायत भइसकेपछि मैले धेरैवटा पोस्टहरूमा देखिरहेको थिएँ, धेरै स्कुलमा दराज पुर्याउनु भयो, सोफा पनि पुऱ्याइदिएको मैले देख्दै थिएँ। कहाँ कहाँ सहायता पुर्याउनु भयो? मैले अघि तपाईँलाई भनिहालेँ, मैले म्याक्सिमम फोकस गरेको एजुकेसनको बेसिक इन्फ्रास्ट्रक्चर। जस्तो बेसिक इन्फ्रास्ट्रक्चर भने के हो भनेदेखि चाहिँ एउटा टिचरलाई एउटा बस्ने टेबल राम्रो हुनु पर्यो, तब त मोटिभेट हुन्छ पढाउनुको लागि। त्यो कुराहरू मैले गरेँ, तमाम कुराहरू मसिनो ठुलो कुरा भन्न सक्दिनँ म। जस्तो स्कुलको बेसिक अब एउटा स्कुलमा चाहिने सोफा सेट म्याक्सिमम चाहिन्छ, प्रोग्रामहरू त चाहिबस्छ। जहिले स्कुल समाजतिर माग्न गइरहेको त्यस्तो देख्दाखेरि मलाई ठिक लागेन, त्यो मैले सेटअप गरेँ। त्यो सेटअप गर्नुको फाइदा के छ भनेदेखि त्यो स्कुलको सेटअप त गाउँमा पनि चलाउन सक्छ नि त, सोसाइटीलाई हुन्छ टिचर भन्ने त्यो कन्सेप्टले मैले दिएँ। अर्को मैले अफिस गभर्मेन्ट अफिसतिर बसिन कुरा, जस्तो दराजहरू मैले भयो, गभर्मेन्ट अफिसभित्र दराज राख्ने त्यो आलमारीहरू राम्रो थिएन, त्यसलाई एउटा दराज दियो भने सेटअप राम्रो हुन्छ, त्यो रेकर्ड रहन्छ भनेर त्योहरू गरेँ मैले। पिएचईमा टाइल्स लगाउने कामहरू मैले गरेँ, स्कुलको स्टेजहरूतिर टाइल्सहरू लगाउने कामहरू मैले बेसिक कुराहरू त्यस्तो काम चाहिँ मैले गरेँ। कहाँदेखि आउँदो रहेछ बजेटहरू चाहिँ? हुँदो रहेछ, फ्लो हुँदो रहेछ? बजेट चाहिँ तपाईँको अब जिल्लामा आउने दुईवटा बजेट हुन्छ, एउटा 5th एसएफसी भन्छ स्टेट गभर्मेन्टले दिन्छ, त्यो चाहिँ एउटा 15 फाइनेन्स कमिसनको सेन्ट्रल गभर्मेन्टबाट आउने फन्ड हुन्छ। सेन्ट्रल गभर्मेन्टको फन्ड चाहिँ गाइडलाइन त स्ट्रिक्ट हुन्छ, त्यो यता चेन्ज गर्न सक्दैनौँ हामी, तर वेल स्टेट गभर्मेन्टको फन्ड चाहिँ हामी यस्तोमा युज गर्न सक्छौँ। सो साइड इन्कम भन्ने कुरा अहिले सुनिराखेका छौँ धेरैतिर होइन? पञ्चायतको अहिले जिल्ला पञ्चायतको कति छ होला अनरेरियम? अनरेरियम मेरो 20,000 20,000 यी सबै गर्न मिल्दैन। अनि यति चाहिँ हो होइन, मेरो अनरेरियमले मलाई पुग्ने भने मलाई हिँड्न पुग्छ। यसरी म यहाँ आइहाल्छु, म आफ्नो पैसा आज मतलब त्यो अनरेरियमकै पैसा ल्याएँ, म गान्तोक जान सक्छु। त्यो अरू काम म गर्न सक्दिनँ, जस्तो म मरौमा जान सक्छु, ती मसिना कुरा। जस्तो म त यङ मान्छे, बिहा गरेको छैन, म्यारिड छैन, मेरो लाइफ होइन, म एउटा इन्डिभिजुअल लाइफ जिउनको लागि 20 लाख पुग्छ। तर वेरज फ्यामिली भएकोहरूलाई चाहिँ साह्रो छ, त्यसै साह्रो छ। पञ्चायत जिल्ला पञ्चायत हुने बित्तिकै त पुरा चिफ गेस्टहरू जानुपर्छ, कसरी म्यानेज गर्नुहुन्छ? मेरो चाहिँ यही हो, चिफ गेस्ट जाँदाखेरि म नर्मली जान्छु, म आफ्नो तरिकाले जान्छु, उसको एक्सपेक्टेसन म फुलफिल गर्न सक्दिनँ होला सायदै। त्यही कारण मलाई जुन फर्स्ट टाइम म जिल्ला भएँ थुप्रो ठाउँबाट इन्भिटेसन आउँथ्यो, अहिले मलाई कम्ती आउँछ। किनभने अब त्यसमा जानुपर्ने भनेको खास मलाई बोलाएको होइन रहेछ, पैसा बोलाइँदो रहेछ। तर म पैसा दिन नसकेपछि मलाई अहिले इन्भिटेसन मेरो कम्ती आउँछ अहिले मेरोमा, कम्पेरिजन त्यो टाइम जतिखेर म जिल्ला भर्खर भएको थिएँ त्यो 5-6 महिनामा पुरा इन्भिटेसन आउँथ्यो, अहिले मेरो इन्भिटेसन सायद कम्ती नै आउँछ। त्यो चाहिँ के कारण भन्दाखेरि मलाई लाग्छ मैले पैसा दिन नसकेको कारणले हुनसक्छ होला सायद। तर सोसाइटीले नै अब यो कुराहरूमा चेन्ज गर्नुपर्छ। जिल्ला पञ्चायत भनेको पैसा बाँड्नलाई बन्ने चिज होइन, पञ्चायत पनि होइन, इभन एमएलए पनि होइन जस्तो मलाई लाग्छ। यस्तो नि अब उसको एक्सपेन्सेस उसको आफ्नै छ, 20,000 ले त केही पनि हुँदैन अहिले होइन। अब एउटा चिफ गेस्ट जाँदाखेरि 1,000 रुपियाँ हाल्यो भनेदेखि चाहिँ रिसाउने खालको कन्सेप्टहरू छ अहिले पनि। चिफ गेस्ट बोलाएको भनेको त मलाई सम्मान दिन बोलाएको या पैसा माग्नु बोलाएको, सिधै कुरा गर्दा भयो नि त। पैसा माग्यो पैसा माग्यो हामी पैसा पठाइदियो फर्स्टमै, किन चिठी लिएर आइरहनु भएन नि त। त्यो चाहिँ एउटा क्लियर हुन्छ पब्लिकमा पनि, पब्लिक पनि त कन्सियस एकदमै हुनु। 50 वर्ष स्वतन्त्र पाएको 50 वर्षमा जतिको भूमिका सरकारको छ, एडमिनिस्ट्रेसनको छ, त्यतिकै भूमिका पब्लिकको हुनु पर्यो नि त। एकदमै हुनु पर्यो, पब्लिकले पनि यो कुरा बुझ्नु पर्यो। अनि मात्र त सबै कुराको जुन चाहिँ प्रकारले सिक्किम सोच्दैछौँ तपाईँ र विचार छ होइन, यो त्यति बेला पुग्छ। हजुर एकदमै। सो तर आफ्नो जनता तपाईँको गेजिङ 15 टेरिटोरियल है को जनतालाई चाहिँ तपाईँले यो कुरामा अलिकति अगाडि बढेको जस्तो महसुस मैले गरेँ, किनभने त्यो इलेक्सनको समयमा होइन 5,000ले भोट जित्नु भनेको चाहिँ निकै ठुलै कुरा थियो। भनेपछि जिल्ला पञ्चायत अथवा पञ्चायत इलेक्ट्रल पोलिटिक्समा आउने मान्छेहरू चाहिँ इज्जत भन्दा पनि बेसी मैले पाएको अधिकारभित्र चाहिँ विकास गर्छु भन्ने सोच लिएर आउनु पर्ने हो।
हजुर हजुर यो याद राख्छ। हजुर तर यस्तो पनि अब हाम्रोमा चाहिँ कन्सेप्ट के हुन्छ इलेक्टेड मान्छेको कन्सेप्ट चाहिँ के हुन्छ डेभलपमेन्टको मोडल चाहिँ अलिकति रङ जस्तो मलाई लाग्छ म कति कति फिल गर्छु किनभने हाम्रो डेभलपमेन्टको मोडल चाहिँ ठुलो बिल्डिङ ठुलो बाटो यो चाहिँ डेभलपमेन्टको मोडल भन्छ तर अब सिक्किममा चाहिँ अहिलेको कन्टेक्समा चाहिँ केमा चाहिँ फोकस गर्नु मलाई लाग्छ ह्युमन रिसोर्समा चाहिँ फोकस हुनुपर्छ ह्युमन रिसोर्स भनेको अब अहिलेका स्कुलमा बेसिक स्ट्यान्डर्ड पाएको छ कि छैन ह्युमन रिसोर्स यसमा चाहिँ फोकस गरे मतलब सानो पञ्चायतमा जिल्लाले यसमा फोकस गरे चाहिँ केही न केही चेन्ज आउँछ सोसाइटीमा तब चाहिँ भोलि गएर साँच्चै रियल फ्रुट्स देख्छौँ जस्तो मलाई लाग्छ न त अब ठुलो बाटो बनाइयो ठुलो स्कुल बनाइयो तर स्कुलै स्टुडेन्टै छैन ठुलो बाटोमा कुद्ने मान्छे नै नरहने स्थिति स्टेटको भइरहेको छ अहिले जस्तो पपुलेसन रेसियो पुरा डाउन भएर गएको छ यसमा फोकस गर्नु चाहिँ इम्पोर्टेन्स मलाई लाग्छ ह्युमन रिसोर्समाथि नै अनि चाहिँ के चेन्ज हुन्छ जस्तो मलाई लाग्छ इन्भेस्टमेन्ट चाहिँ त्यहाँमाथि यसमा गर्नु पर्यो ह्युमन रिसोर्समा चाहिँ इन्भेस्ट हुनु पर्यो सो गर्नुपर्ने कुरा चाहिँ ग्रामीण लेभलदेखि नै आउनुपर्ने हो नि त हजुर हजुर अब सिक्किमको एउटा तहको मान्छेहरू माथिल्लो लेभलको कुरा गरिरहेका छन् त्यो बिचको मान्छेहरू छन् अनि ग्रामीण लेभलका मान्छेहरू छन् यसलाई कस्तो प्रकारले हेर्नुहुन्छ तपाईँले तर अब यस्तो कुरा हेर्नुहोस् न जस्तो यदि स्टेटलाई चेन्ज देख्न चाहनुहुन्छ भने चाहिँ ग्रामीण लेभलबाट चेन्ज हुनु पऱ्यो तब रियल चेन्ज देखिन्छ नि त जस्तो माथि गएर एउटा बिल्डिङको टुप्पामा मात्रै राम्रो बनाएको के गर्नु तलको बेस ल्यान्ड चाहिँ दह्रो हुनु पऱ्यो नि त त्यो बेस ल्यान्ड दह्रो बनाएर चाहिँ ग्रामीण क्षेत्रमै काम गर्नुपर्छ जस्तो मलाई लाग्छ त ग्रामीण क्षेत्रको काम भनेको यस्तै हो मसिना स्कुल मसिनाको ग्रामीण क्षेत्रमा ठुलो सपनै हुँदैन गाउँको मान्छेको चाहिँ राम्रो स्कुल होस् राम्रो पिउने पानी पाउँ त्यस्तोहरू कुरा हुन्छ यो कुराहरू चाहिँ चेन्ज सायदै कमी नै भयो जस्तो फिल हुन्छ मलाई पनि अब जुन चाहिँ प्रकारले पञ्चायत इलेक्सन आउँछ 2026 लगभग होइन अब त फेरि अस्ति घोषणा भए अनुसार त पार्टी बेसमा लड्नु पर्यो है अब इन्डिपेन्डेन्टको छैन के इन्डिपेन्डेन्ट नै जानुहुने कि कुनै पार्टीसँग आबद्ध भएर काम गर्नुहुन्छ मैले 27 मा के प्लान गरेको छुइनँ 27 मा 100% म इन्डिपेन्डेन्ट बसेरै काम गर्छु 27 मा इलेक्सन छ सायद म इलेक्सन इन्डिपेन्डेन्ट लड्छु होला सायदै अब मलाई यस्तो लड्छु भनेर मैले डिसाइड गर्ने कुरा नि होइन रिजर्भेसन मिल्नु पर्यो होइन मिल्यो भने सायद म कन्टेस्ट गर्छु कन्टेस्ट गर्ने हजुर जनताको बिचमा आउने फेरि पनि है यदि सरकार पक्षबाट चाहिँ होइन सागर शर्मा हामी चाहिन्छ भनेर टिकट दियो भने त्यसमा अहिले मैले प्लान गरेको छुइनँ हजुर सोच्नु भएको छैन सोचेको छुइनँ कुनै पार्टीसँग आबद्ध नहुने त्यस्तो के प्लान गरेको छुइनँ खालि इन्डिपेन्डेन्ट काम गर्ने इन्डिपेन्डेन्ट काम गर्दै गर्दाखेरि सायदै ग्रामीण लेभलसम्म तपाईँले काम गर्न सक्नुहुन्छ होला तर अब सरकारको बनाएर सत्ता बनाएर पुरा चेन्जेस गर्छु भन्ने विचार र धारणा त छ होला है त्यसमा कहिले वर्कआउट गर्नुहुने तर यसको लागि यस्तो हेर्नुहोस् अब पब्लिकले पहिला चाहनु पर्यो पब्लिकले चाहिँ चेन्ज चाहेको हुनु पर्यो त्यतिखेर चेन्ज यसरी नै हुन्छ जस्तो मलाई लाग्छ जस्तो तपाईँले अघि भन्नुभयो 8 जना प्रतिद्वन्दीमा मैले जित्नु सक्नु भनेको पब्लिकले चाहेको हो नि त चेन्ज पब्लिकले चाहिँ इन्डिपेन्डेन्टली जित्यो भने के चेन्ज हुन्छ भनेर चाहे त मलाई भोट हाले अनि त्यसमा मैले बिट्रे गर्न मिल्दैन होला सायद अब नेक्स्ट सेसनमा पब्लिकको डिमान्ड पनि सुन्नु पर्यो मैले पब्लिकले के भन्छ त्यसको पब्लिकको डिसाइड जे हुन्छ म त्यसमै फोकस गर्छु भन्नु खासै छ एक्चुअली सागर शर्मा अनि ग्रुप छन् हैन एसपीवाईको ग्रुपहरू छन् है चाहेको चाहिँ के हो खास त्यही त कस्तो चाहिँ होस् बेसिक कुराहरू बेसिक चाहिँ चेन्ज जस्तो मैले एउटा आम मान्छे दबाई नपाएर मर्नु भएन यो बेसिक कुरा हो एउटा स्टुडेन्टले बेसिक स्ट्यान्डर्ड एजुकेसन पढ्नु पर्यो जस्तो इक्जाम्पल गर्नुहोस् एउटा टिएनए पढ्ने क्लास 10 को स्टुडेन्ट र यहाँ गाउँको एउटा सिवली गाउँमा पढ्ने 10 को स्टुडेन्टको स्ट्यान्डर्ड एउटै छ होला तपाईँलाई लाग्छ लाग्दैन नि त छैन नि त तर सिबिएसईको क्वेसन प्याटर्न त सेम हो नि त त्यो बेसिक नलेज एउटै पाउनुपर्छ हाम्रो कन्सेप्ट चाहिँ त्यो हो त्योभन्दा ठुलो कुरा हाम्रो के पनि हामी ठुलो सपना दिएको होइन तर बेसिक स्ट्यान्डर्ड जुन चाहिँ मान्छेले पाउनु पर्छ त्यो चाहिँ पाउनुपर्छ भन्ने त हाम्रो कन्सेप्ट सत्तारूढ एसकेएम पार्टीले जुन चाहिँ प्रकारले हेल्थको सेक्टरमा एजुकेसन सेक्टरमा धेरै गर्दैछु भन्दैछन् होइन 6 वर्षको कार्यकाल चलिसकेको छ कस्तो लाग्छ अब मैले अघि भनिहालेँ गर्नु भएन नि नभनौँ ला होइन गर्नु भयो होला तर कहाँ हुँदैछ त्यो चाहिँ म एक्ज्याक्ट भन्न सक्दिनँ अब तर अहिले पनि बेसिक स्ट्यान्डर्ड सेम छ जस्तो मलाई लाग्छ तपाईँले देख्नु भएको छ हेल्थमा अहिले पनि मान्छेको भिडियो आएको छ सोसियल मिडियामा देखिरहनु भएको छ दबाई खान नसकेको चिजहरू आइरहेको छ कन्सेप्ट होइन एजुकेसन पनि सेम छ स्टुडेन्टले कोचिङ जान नसकेको स्टुडेन्टहरू देखिरहेको छ हामीले अहिले पनि होइन त्यसो गर्दा खासै आधारभूत सुविधामा चेन्जेस देखिएको छैन त्यसमा काहीँ न काहीँ पोलिसीको त्यो इम्प्लिमेन्टेसनमा प्रब्लम छ कि काहीँ न काहीँ प्रब्लम छ देज ल्याब्स जनताहरू साह्रो बेसी सरकारसँग डिपेन्डेन्ट भयो कि जस्तो अनुमान सबैले गरिरहेको छ तपाईँ के भन्नुहुन्छ त्यो चाहिँ जनता भन्दा नि जनतालाई बनायो क्या डिपेन्डेन्ट चाहिँ कसरी अब मैले अघि भन्दै थिएँ जस्तो म एमएलएको छुमा म छुइनँ भनेदेखि चाहिँ यो चाहिँ अब जिल्ला चाहिँ एमएलए विरोधी हो भन्ने भयो नि त त्यसले पब्लिकको कन्सेप्ट चाहिँ के भन्छ एमएलएको प्यारेन्टहरू पछि लागेर हिँड्नु पऱ्यो नि त ऊ पछि लागेर हिँडेपछि डिपेन्डेन्सी त भइहाल्यो नि त उसले त केही गर्दैन नि त एकपल्ट एमएलए साथ गाउँमा आउँदा 10 जना सेक्रेटरी पछि लागेर 10 जनाको त लाइबिलिटी त बिहोर्नु पऱ्यो नि त डिपेन्डेन्सी उसले बनाएको नि त उनीहरू हिँड्न छोड्नु पर्यो एमएलए साहबले भन्नु पर्यो नहिँड केटा तिमीहरू आफ्नो काम गर म आफ्नो काम गर्छु भने केही न केही त्यहाँबाट त्यो डिपेन्डेन्सीले घट्छ जस्तो मलाई लाग्छ अब फेरि जमात लिएर हिँडेन भने त अर्को पालि टिकट पाइँदैन कि भन्ने जस्तो किनभने मान्छे देखिँदैन नि त तर म यही कन्सेप्टमा मैले भने मान्छेको काम बोल्नु पर्यो होला उसको क्वालिटीको वर्क बोल्यो भनेदेखि त सायद टिकट पाउन प्रब्लम जस्तो मलाई फेरि यस्तो भने टिकट बाँड्नको लागि त मान्छे मात्रै हेर्दैन नि उसको ग्राउन्ड रिपोर्ट पनि जान्छ होला नि माथि स्पेसल ब्रान्चको मान्छेहरू छ के छ नि त एजेन्सीहरू छ नि त सिएलसी छ डब्लुएच के कमिटीहरू छ त्यसले नै रिकमेन्ड गर्छ होला नि त माथि
उहाँको कामको रिकमेन्ड गऱ्यो भने त टिकट त उहाँले पाउँछ जस्तो मलाई लाग्छ। हाम्रो सिक्किमको राजनीतिकमा समस्या चाहिँ के जस्तो देख्नुहुन्छ? समस्या चाहिँ अनेस्टी छैन क्या, जे छ रियालिटी कसले भन्नै सक्दैन। यो चाहिँ मलाई फिल लाग्छ। जस्तो म पनि कति ठाउँमा एक्ज्याक्ट यो प्रब्लम हो भन्न सक्दिनँ, अब एड्रेस गर्नै सक्दिनँ। एउटा इक्जाम्पल दिन्छु। एक दिन चाहिँ जिल्लाको टिम तपाईँ किल्लाबाट चाहिँ हाम्रो अफिसमा आएको थियो। त्यहाँ डिस्कसन गर्ने मामलामा एक दिन उहाँले मलाई क्वेसन सोध्नुभयो। म उहाँहरूसँग वार्ता गर्दै गर्दा किन लेक्चर गेजिङको यति साह्रो स्ट्यान्डर्ड छ, के साह्रो वर्ष स्ट्यान्डर्डको भन्दै भन्नुभयो। उहाँहरूको चाहिँ के हुन्छ पिडब्ल्यूको रोड चाहिँ जिल्लाले नै कन्ट्रोल गर्दो रहेछ, उहाँले नै बजेट बनाएर उहाँले इम्प्लिमेन्ट गर्दो रहेछ। तपाईँले त हाम्रो त्यो छैन। अन्त मैले त्यसलाई एक्ज्याक्ट उहाँलाई भन्नै सकिनँ हाम्रो प्लानमा छ भनेर मैले छोडिदिएँ। अब रियालिटी त त्यस्तो हुँदो रहेछ। कति एक्ज्याक्ट यो भन्नुपर्ने पोइन्ट भन्नै सक्दैन रहेछ पावर भएको मान्छे। अब मैले यो कुरा फिल गरेको छु, मैले तपाईँलाई ओपनली भन्दैछु यो कुरा चाहिँ। यो चाहिँ ओपनली भन्न सक्ने भयो भने चाहिँ सायद यो चेन्ज हुन्छ जस्तो मलाई लाग्छ। सागर शर्मा जस्तो प्रकारले अगाडि बढिराखेको र अहिले चर्चित जिल्ला पञ्चायतहरूमध्ये एक कार्यरत होइन कार्य गरिराख्नु भएको छ। पब्लिकले पनि मन पराइराखेको फिडब्याकहरू मैले देखिराखेको छु। कहाँदेखि यो प्रेरणा पाउनु भयो तपाईँले? मैले भनिहालेँ प्रेरणाको सोर्स यही हो। हामीले सोसाइटी चेन्ज मैले पहिला म स्टुडेन्ट पढ्दाखेरि के हुन्थ्यो भने स्कुल लाइफमा हुँदाखेरि म मिडल एज स्कुल पढेको, तपाईँले अलिक स्कुल हेर्न सक्नुहुन्छ। यसपालि फर्स्ट टाइम हिजो अस्ति 1 महिना पनि भएको छैन स्कुल ओपनिङ भयो। पहिला स्कुलै थिएन, म पढ्दाखेरि च्यादरले बारेको स्कुल पढेको। त्यो टाइमदेखि मैले ग्राम सभामा गएर स्कुलको बारेमा आवाज उठाएको। तर मैले स्कुल सकेर कलेज सकेर आएर मैले मेनिफेस्टोमा फेरि त्यही स्कुलको बारेमा लेखेर इलेक्सन लड्नु पर्यो। द्याट्स द सिचुएसन एजुकेसनको कुरा गर्दाखेरि। अन्त पब्लिकले त्यो आवाज त्यतिखेर म स्कुल लाइफमा बोलेको आवाज पब्लिकले हेर्थ्यो, म ग्राम सभामा गएर बोल्थेँ। त्यो आवाज साँच्चै नै बुलन्द गर्छ भनेर मलाई भोट हालेको खास मान्छेले भन्नुहुन्छ। अर्को कुरा म गान्तोक चलो हिँडेँ, त्यो एसवाइएफको पनि ठुलो देन छ म इलेक्सन जित्नुमा। म एक्लै एउटा व्यक्तिले जितेको होइन, सामूहिक केही न केही एउटा कन्ट्रिब्युसन छ त्यसले गर्दा जितेको। त्यही प्रेरणा मैले भने तपाईँले प्रेरणा के पाउनु भन्दाखेरि चाहिँ चेन्ज गर्नुपर्छ भने कसरी गर्ने नारा लगाएर चेन्ज नहुने रहेछ, पोलिसी मेकिङमा पस्नुपर्ने रहेछ नि त। त्यसको लागि सुरुवात थियो मेरो चाहिँ। भनेपछि पोलिसी मेकिङ इम्पोर्टेन्ट छ, एकदमै इम्पोर्टेन्ट छ। सागरजी जस्तो प्रकारले एउटा यो अस्तिको जुन चाहिँ प्रकारले इन्डिपेन्डेन्ट लड्नु पाउने जुन चाहिँ इलेक्सन आयो त्यसमा भयङ्कर बेसी यङहरू पञ्चायतहरू भएका छन्, एकदमै बेसी यङहरू पञ्चायत जिल्ला पञ्चायतहरू भएका छन्। अनि इभन अहिले विधानसभामा हेऱ्यो भने निकैजना यङहरू देखिन्छ। अनि यङ चाहिँ जो युवाहरू पोलिटिक्समा आएपछि चाहिँ कस्तो परिवर्तन हुने रहेछ र युवाहरू पोलिटिक्समा आउनु जरुरी छ कि छैन, युवाहरू पोलिटिक्समा आएर के गर्नुपर्ने हो, भाउले बोकेर हिँड्नुपर्ने के कस्तो लाग्छ तपाईँलाई? अब यस्तो हेर्नुहोस् है, युवा पोलिटिक्समा आएपछि के हुन्छ, युवाको चाहिँ सपना हुन्छ नि। जस्तो म त लामो जिउनु पऱ्यो नि त यहाँनिर, म त अब यहाँनिर एन्सरेबलमा लङ टर्म हुनुपर्छ नि त। त्यसले गर्दा म एउटा एन्सरेबल भनेर ट्रान्सपेरेन्सीको काम गर्छ जस्तो मलाई युवाले लाग्छ। फेरि युवा पोलिटिक्समा चाहिँ किन इम्पोर्टेन्ट छ भन्दा युवाले चाहिँ अब आउने समाज कस्तो हुन्छ युवाले डिसाइड गर्नु पऱ्यो नि त। तपाईँ हाम्रो टाइम हो नि त, सिक्किम कस्तो बनाउने भनेर तपाईँ हामीले डिसाइड गर्नु पऱ्यो नि त। त्यसैले पोलिसी मेकिङमा यङ मान्छेको भने चाहिँ यो काम गर्छ जस्तो मलाई लाग्छ। तर कतै कतै फेरि ल्याप्सेस पनि रहेछ। ल्याप्सेस के भयो भनेदेखि इनमेच्योर मान्छे माथि पुग्यो भने उसले काम गर्न सक्ने स्थिति देखियो, त्यो पनि कति ठाउँमा रिफ्लेक्ट भयो। जस्तो यङ मान्छेहरू इलेक्टेड त भए, कोही पञ्चायत प्रेसिडेन्ट भए, कोही जिल्ला पञ्चायत भए, तर डिसिजन मेकिङमा उसले त्यो कन्क्रिट डिसिजन लिन सकेको स्थिति छ छनु चाहिँ। तर त्यो त कन्टिन्यू भएपछि सिक्दै जाने कुरा हो। तर ऊ एटलिस्ट त्यो स्ट्यान्ड लिँदैछ क्या लड्नु चाहिँ सिक्किम यस्तो हुनुपर्छ भन्नेमा। त मलाई लाग्छ अब हाम्रो यङ सेक्सनहरूले जति पनि ग्रेजुएट छन्, पोस्ट ग्रेजुएट गरेर बसेका दाजुहरू हुनुहुन्छ, बहिनीहरू भाइहरू जो पनि छन्, अब यस्तै लाग्नुपर्छ जस्तो मलाई लाग्छ। तर मात्रै सिक्किम साँच्चै चेन्ज हुन्छ जस्तो मलाई लाग्छ। त्यो पोलिटिक्स चाहिँ एउटा डर्टी गेम हो भनेर एउटा मानसिकता पसेको छ नि त मान्छेकोमा होइन। बिजनेसम्यान हुने बरु युवा भएर बस्ने भन्ने एउटा विचार छ होइन, पोलिटिक्समा नजाने भन्ने। यसलाई कसरी लिनुहुन्छ? तर यस्तो हेर्नुहोस्, अब ऊ एउटा पोस्ट ग्रेजुएट गरेको पोलिटिकल साइन्समा होइन, उसले त्यस्तो कुरा गर्न अब एउटा पढेको मान्छेले शिक्षित मान्छेले कुरा गर्न सक्दैन जस्तो मलाई लाग्छ। किनभने यस्तो हेर्नुहोस् न, पोलिटिक्स डर्टी गेम भन्छ भनेदेखि चाहिँ उसले बोल्ने कुरा एभ्रिथिङ डिसाइड पोलिटिक्सले गर्छ नि त। त्यो कसरी डर्टी भनेर ऊ गाडीमा उसको गाडी भाडा तिर्ने पैसा कति रुपियाँ लाग्छ भने चाहिँ पोलिटिक्सले डिसाइड गर्ने कुरा हो नि त। त्यो पोलिटिक्स भन्दा पोलिसी मेकिङ हो नि त। त्यो त कसरी डर्टी भन्नु भन्दा अब कसैले भन्नु, कसैले एकजना मान्छेलाई त्यो के भन्छ पोइन्ट आउट गरेर भन्दा यसले बिगार्यो भनेर, तर ओभरअल एउटा सिस्टम पोलिटिक्स नै त डर्टी हो जस्तो मलाई लाग्दैन। भनेपछि युवाहरू चाहिँ आउनु पर्यो। हजुर, अब के लाग्छ अब फेरि चेन्ज भएको छ, अब पार्टीगत टिकट पाउँदैछन् होइन, पार्टीगत पाउनु पर्ने आउला नि त युवाहरू। मलाई अब युवालाई आउनु चान्सेस कम्ती छ। अब पार्टी बेस भएपछि के हुन्छ भने एउटा सिन्सियर पार्टीको सिन्सियर मान्छेले टिकट पाउने होइन, सिन्सियर मान्छे टिकट पाएपछि डेमोक्रेसी त्यति साह्रो भाइब्रेन्ट हुँदैन जस्तो मलाई लाग्छ। डेमोक्रेसीलाई भाइब्रेन्ट बनाउने हो भने चाहिँ इन्डिपेन्डेन्ट नै हुनु पर्थ्यो यो पञ्चायत इलेक्सन चाहिँ एटलिस्ट। त्यसो भए के हुन्छ, डेमोक्रेसी भाइब्रेन्ट हुन्छ नि त, जम्मैले कन्टेस्ट गर्न पाउने, आफ्नो आफ्नो ओपिनियन राख्न पाउने। तर पार्टी बेस भएपछि ओपिनियन राख्न पनि ठाउँ नरहेको जस्तो मलाई फिल लाग्छ। त्यो पहिलाको जुन चाहिँ एसकेएम गभर्मेन्टको पहिलाको शासनमा जिल्ला पञ्चायतको इलेक्सन इन्डिपेन्डेन्ट गरेको यो राम्रो डिसिजन, एकदमै राम्रो डिसिजन है। हजुर, एकदम राम्रो डिसिजन। यसलाई कन्टिन्यू राख्नु पर्थ्यो खासै चाहिँ। अब आई डोन्ट नो किन त्यो चेन्ज भयो। त्यसलाई कन्टिन्यू राख्दाखेरि के हुन्छ, डेमोक्रेसी भाइब्रेन्ट हुन्छ। यसपालि तपाईँ हेर्नुहोस् न, अस्तिको इलेक्सनमा यङ मान्छेहरू पुरा कन्टेस्ट गरे नि त इलेक्सन, किन गरेको भन्दा डेमोक्रेसी भाइब्रेन्ट हुँदै गएको हो नि त। अथवा नेक्स्ट टाइममा यो हुँदैन जस्तो मलाई फिल लाग्छ कतै। अब तपाईँ यङ जिल्ला पञ्चायत 5000मा
तपाईँले जिल्ला पञ्चायतको इलेक्सन जित्नुभयो, हजुर यो गर्नुको लागि के चाहिँदो रहेछ? 5 पैसा कम्ती इन्भेस्ट गरेर पनि जितिँदो रहेछ भन्ने टिप्स हुन्छ नि मान्छेलाई, के दिन चाहनुहुन्छ? अनि यही हो त्यसमा चाहिँ हेर्नुहोस् ल, एउटा कुरा तपाईँ एक्लै जानुहोस्, वान टु मेन मान्छेलाई भेट्न ट्राई गर्नुहोस्। फर्स्ट कुरा चाहिँ मान्छे ग्यादरिङ यस्तो हुन्छ, तपाईँले म यसो इन्डिभिजुअल भेट्दाखेरि तपाईँले भावना फुकेर गफ गर्नुहुन्छ नि त, तर म 10 जना मान्छेले गर्ने उसँग कोही रिस उठेको मान्छे हुन्छ, उसँग ओपनली गफ गर्न सक्ने स्थिति हुँदो रहेछ, एउटा मैले फिल गरेको। अरू कुरा तपाईँ ट्रस्टवर्दी मान्छे 1-2 जना लिएर हिँड्नुहोस्। त्यसको लागि के को लागि भन्दाखेरि चाहिँ बाहिरले पैसा बाँड्दैछ त्यो पनि त थाहा हुनु पऱ्यो नि त। मैले 5,000 भन्दैछु तपाईँलाई, तर मैले बाँडेँ कि त तपाईँलाई त्यो पनि थाहा छैन नि त। त्यो ट्रस्टवर्दी मान्छे 1-2 जना चाहिँ हुनु पऱ्यो, जसमा हो साँच्चै नै गर्दैछ यसले भन्ने कुरा चाहिँ। अरू कुरा तपाईँको इमेज सोसाइटीमा राम्रो हुनु पऱ्यो, क्लियर हुनु पऱ्यो पहिल्यै फर्स्टमा चाहिँ। तपाईँको इमेज क्लियर छ भने चाहिँ सोसाइटीले ट्रस्ट गरिहाल्छ छिट्टो। त्यो एउटा इम्पोर्टेन्ट पोइन्ट हो जस्तो लागि। त्यसले गर्दा अब हाम्रो मान्छे अनेस्टी मान्छे चाहिँ पोलिटिक्समा गयो भने चाहिँ कहीँ न कहीँ सोसाइटीमा चेन्ज ल्याउँछ जस्तो मलाई लाग्यो। भनेपछि देखेको भिड सबैले चाहिँ भोट हाल्छ भन्ने चाहिँ छैन। त्यो हाल्ने भने त सायद म जित्दै नै थिइनँ नि। मैले भने त साथीले 40 गाडीहरू र्याली गरेँ गाडीमा होइन, त्यो त मलाई त अब, तर म भन्दैछु अब मेरो कन्फिडेन्स थियो, मैले पब्लिकले केही न केही सोचेका छन् भनेर। तर त्यो देख्दाखेरि कतै कतै मलाई डर पनि त लाग्थ्यो नि त। साँच्चै म हार्दै छु भने फिल पनि हुन्थ्यो। अब इभन म त काउन्टिङको दिन पनि स्कुटी लिएर गएको थिएँ। अब हारेँ भने त माथि गन्ती आउने कुरा आएन, स्कुटीमै फर्किनु पर्यो। तर म माथि पुग्दाखेरि जितिसकेपछि मलाई याद छैन, गाडी यति साह्रो बेसी थियो मेरो पछाडि, 20-30वटा गाडीको लाइन थियो। अब आफै त्यस्तो हुँदो रहेछ जितिसकेपछि। अब भनेपछि मान्छेले नर्मल ट्रिट गर्ने तरिका चाहिँ डिफ्रेन्स भइहाल्दो रहेछ। त्यो चाहिँ मैले फिल गरेँ। त्यसको श्रेय त जनता नै हो, एकदमै जनता। अब आज म यहाँ आएर उभिनेको बोल्नु पनि जनतै हो श्रेय चाहिँ, म बोलेको होइन। आज अब 15 गेजिङ टेरिटोरियल जिल्ला पञ्चायत भनेको सागर एउटा व्यक्ति हुँदैन, एउटा इन्स्टिट्युट हो नि त। म त अहिले इन्स्टिट्युट बोले यस्तै हो। त्यसैले म भन्दैछु आम जनताले चाहिँ अब यस्तो मान्छे हेर्नु पर्यो, अनेस्ट मान्छेलाई नै माथि पुऱ्याउन ट्राई चाहिँ गर्नु पर्यो। यसमै भलाइ छ। हजुर, त्यसमा चाहिँ सोसाइटीको साँच्चै चेन्ज हुन्छ। मैले भनिहालेँ तपाईँलाई। अब मैले बेसिक स्कुलको इन्फ्रास्ट्रक्चरहरू चेन्ज गर्नको लागि पञ्चायत, जिल्ला पञ्चायत र एमएलए कोअर्डिनेसन भयो भने 5 वर्षमा कोइन्सिडेन्सी चेन्ज गर्न सक्छ जस्तो मलाई फिल लाग्छ। अहिले पनि फिल चाहिँ गर्छु। तर एउटा अनेस्टी हुनु पर्यो अनि ट्रान्सपेरेन्सी हुनु पर्यो, दुईटा चिज चाहिँ। त्यो भयो भने साँच्चै नै कोइन्सिडेन्सी 5 वर्ष। कोइन्सिडेन्सी चेन्ज भने के हो फेरि? होइन, मान्छेको यस्तो कन्सेप्ट मेरो घरको माथिको वाल लाउनु त्यो कोइन्सिडेन्सी चेन्ज होइन। कोइन्सिडेन्सी भनेको स्कुल राम्रो हुनु पर्यो, पिएचएससी राम्रो हुनु पर्यो, डिस्पेन्सरी जति गभर्मेन्ट इन्स्टिट्युटहरू छ त्यो चडक्कै भयो भने त कोइन्सिडेन्सी चेन्ज त त्यसले हुन्छ होला नि त। तर मेरो घर दामी भएर त कोइन्सिडेन्सी चेन्ज हुँदैन नि त। त्यो काम चाहिँ गर्न सक्छ जस्तो मलाई लाग्छ 5 वर्षमा। 5 वर्ष हजुर, कोइन्सिडेन्सीको चाहिँ। तर मान्छेको विचार पनि चेन्ज हुनु पर्यो। हरेक बिहानै नेताको दैलोहरू गइबस्यो भने त फेरि त्यो चाहिँ हुँदैन। त्यो चाहिँ हुनु भएन। तपाईँको आफ्नो विचार होइन, आफ्नो विचारमा सिक्किम यत्रो 50 वर्षभित्रमा डेमोक्रेसी पाइसकेपछि धेरै राजनीतिज्ञहरू आए गए, 6 जना मुख्यमन्त्री पाइयो सिक्किमले होइन। कोबाट चाहिँ के सिक्नुहुन्छ तपाईँले? को चाहिँ हुन्छ जसको जीवनबाट तपाईँ अलिकति प्रेरित हुनुहुन्छ? यो चाहिँ सिक्किमको जेएनएस विडम्बना ठुलो छ क्या। इक्जाम्पल कोही पनि छ जस्तो मलाई फिल लाग्दैन अहिले पनि। अब मैले त हेर्नुहोस् है, मैले लाइफमा फर्स्ट टाइम क्याम्पेनिङ गरेको, मैले आफ्नै क्याम्पेनिङ गरेको। मैले लाइफमा कहिले क्याम्पेनिङ गरिनँ। मैले अहिलेसम्म कसैको सायद जिन्दाबाद भनेर नारा लगाएको छुइनँ मैले। मलाई त्यो याद छैन। म अहिले पनि मलाई जिन्दाबाद भनेर नारा लगाउन एकदम अक्वर्ड फिल लाग्छ। म सक्दिनँ जिन्दाबाद लगाउन। डेमोक्रेसीमा जिन्दाबाद भन्ने चाहिँ सायद व्यक्तिको माथि जिन्दाबाद लगाउनु ठिक पनि लाग्दैन मलाई आफैलाई। त्यो कन्सेप्टली मलाई ठिक पनि लाग्दैन है। त्यसैले लाग्छ कि म प्रेरणाको स्रोत चाहिँ छ जस्तो लाग्दैन। जस्तो तपाईँले भन्नुभयो नि, अब मान्छेले अहिले हर्क साम्पाङको पुरा कुरा गर्छ नि होइन। किन हर्क साम्पाङको कुरा गऱ्यो भन्दाखेरि चाहिँ उसको काम गर्ने तरिका एकदम नम्र थियो नि त। त्यसले गर्दा हर्क साम्पाङ इक्जाम्पल भयो नि एउटा। सिक्किमको त्यस्तो इक्जाम्पल कस्तो छ होला तपाईँलाई कोही लाग्छ? तपाईँले देख्नु भएको छैन नि त कोही पनि। पोलिटिक्सको टाइममा उहाँ जस्तो म हुन्छु भनेर भन्ने एक्ज्याक्ट पोइन्ट गर्ने मान्छे कोही पनि छैन। बरु विरोध गर्छ त्यसले यस्तो म गर्दिनँ भनेर, तर उहाँ जस्तो हुन्छु भनेर इक्जाम्पलै छैन क्या सिक्किममा। त्यो इक्जाम्पलको कमीले गर्दा नि जस्तो मलाई लाग्छ। अरू कुरा इक्जाम्पलको कमी हुनुको चाहिँ एउटा भनिहाल्नु पऱ्यो। जस्तो हाम्रो डेमोक्रेसी चाहिँ हामीले फाइट गरेर पाएको होइन नि त। जस्तो डेमोक्रेसी फाइट गरेर पाउने जस्तो भगत सिंहहरू कुरा गर्छ वेस्ट बेङ्गालमा होइन, सुभाष चन्द्र बोसको कुरा गर्छ। उनीहरू चाहिँ इन्डिपेन्डेन्ट कस्तो हुनुपर्छ उहाँहरूले अगाडि सपना देखेको थियो नि त, डेमोक्रेसी यस्तो हुनुपर्छ भनेर। तर हाम्रो चाहिँ त्यस्तो इक्जाम्पलै छैन क्या। अब त्यसले गर्दा कहीँ न कहीँ हाम्रो इक्जाम्पल दिने मान्छे नै कमी भयो जस्तो मलाई लाग्छ। तपाईँले भन्नुभयो 6 जनामा कसको प्रेरणा लिने, कसरी लिने प्रेरणा? मैले दिएको, म जन्मेर चामलिङ सापै हुनुहुन्थ्यो। म यत्रो हुँदैन चामलिङ सापै दिएको मैले 19को इलेक्सनसम्म होइन। त्यहाँबाट चाहिँ मैले चेन्ज देखेँ। अब अगाडिको कस्तो थियो भने म भन्न सक्दिनँ। अब मैले पहिला हामी सानो हुँदाखेरि के चामलिङ हुन्छ भन्ने कन्सेप्ट भएको मान्छे हो नि त हामी त। चामलिङ जस्तो हुनुपर्छ भन्ने कन्सेप्ट भएको मान्छे। तपाईँले चाहिँ अब इक्जाम्पल अगाडिको मैले देख्दै थिइनँ कस्तो थियो। अब त्यहाँबाट यता हेर्दाखेरि चाहिँ कतै न कतै अब डेमोक्रेसीमा चाहिँ प्रब्लम देखिन्छ देख्नु चाहिँ। सेट अफ डेमोक्रेसी जुन चाहिँ हुनुपर्छ अगाडि बढ्नुपर्छ चाहिँ नबढे जस्तो मलाई फिल लाग्छ। प्रेरणा चाहिँ बन्नुपर्छ। स्टेटको प्रेरणा बन्ने व्यक्तिहरू हुनु पर्यो, इक्जाम्पल हुनु पर्यो स्टेटको आफ्नै। जस्तो ऊ जस्तो हुनुपर्छ भने चाहिँ एउटा उसले दिएको सपना साँच्चै नै साकार पर्नुपर्छ त्यो चाहिँ छैन जस्तो मलाई लाग्छ कतै। अब सागरजी तपाईँसँगको बातचित, छोटो बातचित एकदमै रमाइलो रहेको छ। भविष्यको दिनमा अझै बेसी तपाईँसँग संवाद गर्न पाऊँ है। अनि अन्तिममा के भन्न चाहनुहुन्छ तपाईँले दर्शकहरूलाई अनि युवाहरूलाई जोहरू पोलिटिक्समा छन्, अगाडि बढ्न चाहन्छन्? म यही भन्न चाहन्छु, अब हाम्रो युवाहरूले सिक्किमलाई साँच्चै नै लिड गर्नुपर्छ। सोइलको डिमान्ड छ अहिलेको। युवाले लिड किन गर्नुपर्छ भन्दा युवाले चाहिँ भन्दैछ भविष्यको सपना देखेको हुन्छ। सपना देख्ने मान्छे युवा हुनुपर्छ।
अब सोसाइटीमा चेन्ज पनि चाहन्छ नि त, सुतेर चेन्ज आउँदैन, केही न केही सुरुवात गर्नु। सुरुवात चाहिँ यही हो, पञ्चायत, जिल्ला पञ्चायत, यसरी अगाडि बढ्दै गयो भने साँच्चै नै सिस्टम चेन्ज हुन्छ जस्तो लाग्छ। युवाहरूलाई यहाँ आह्वान गर्न चाहन्छु, हाम्रो यङ सेक्सनले चाहिँ म्याक्सिमम पोलिटिक्समा भाग लिनुपर्छ जस्तो मलाई लाग्छ। आउनु पर्यो अगाडि, स्वच्छ पोलिटिक्समा। स्वच्छ पोलिटिक्समा, फेरि पोलिटिक्स इन द सेन्स सेल्फ हुन्छ नि, म कमाउँछु भन्ने खालको होइन, सोसाइटीमा के चेन्ज गर्छु भन्ने होला। दुःख होला जिन्दगीमा, कमाउन नसक्ला केही पनि, तर केही न केही सोसाइटीमा इम्प्याक्ट परेर जान्छ जस्तो मलाई लाग्छ। बातचित गर्दै गर्दाखेरि अन्तमा आइसकेका छौँ हामी, तर जुन चाहिँ अघि तपाईँले भन्नुहुँदै थियो नि होइन, पब्लिकको मानसिकता सेट गर्नुको लागि पनि इलेक्टेडहरू अथवा एमएलए मन्त्रीहरू नै रेडी हुनु पर्यो होइन, जुन चाहिँ पैसाको कुरामा होइन। एज अ पब्लिक डिपेन्डेन्ट छ त, कारण उहाँहरू नै हो, तर अब के गर्नु पर्यो त्यसको लागि चाहिँ? त्यसको लागि त्यही नै हो भनिहालेँ मैले। अब इलेक्सन सकिएपछि एमएलएले आफ्नो तरिकाले काम गर्नु, जिल्लाले आफ्नो तरिकाले, पञ्चायतले आफ्नो, पब्लिकले आफ्नो तरिकाले काम गर्नु पर्यो, तब त देश उँभो लाग्छ। जस्तो म एमएलएको पछि मात्रै लाग्यो भने मेरो जिल्लाको गर्ने काम त रोकिन्छ नि त, पञ्चायत एमएलएको पछि पञ्चायतको गर्ने काम रोकिन्छ, तर आफ्नो तरिकाले काम गर्ने कतै कतै स्टेट नै ग्रो हुन्छ नि त, त्यो चाहिँ गर्नुपर्छ मलाई लाग्छ। चौकीको लोभ चाहिँ गर्नु भएन नि त, 5 वर्ष जनताले मन पराए, 5 वर्षमा छोड्नु रेडी हुनु पर्यो होइन। तर अब त्यो छैन नि त यहाँनिर त होइन, 25, 30, 40 वर्षसम्म एमएलए मन्त्री हुनेहरू छन् त सिक्किममा होइन। तर डेमोक्रेसीको कन्सेप्ट मैले अब त्यही नै भन्दैछु, डेमोक्रेसी भने त्यही हो नि त। म एउटा जिल्ला भए भोलि फेरि नर्मल मान्छे भएर जिउन सक्नु पर्यो मैले पनि, अब होला दुःख होला मलाई, तर पनि सर्नु चाहिँ पर्यो मैले। अब डेमोक्रेसी भने त्यही त हो होइन। भोलि तपाईँ सिएमै हुनु, म त भोलि एपिसोड जो सिएम होला, फेरि भोलि नर्मल मान्छे भएर जिउन सक्ने चाहिँ हुनुपर्छ। त्यो चाहिँ अब सिक्किममा साह्रै कम्युनिस्ट अघि तपाईँले भन्नु नि 6 जनामा कसको इक्जाम्पल लिनुहुन्छ नि, कसको लिने रहेछ, कोही पनि छैन त्यस्तो त। तर पहिलाको एमएलए हेर्नुहोस्, जम्मैजनाले एमएलएकै त्यही स्ट्यान्डर्डकै मेन्टेन गर्न ट्राई गर्छन्, नर्मल मान्छे भए कहिले फर्केर आएन नि त। त्यसैले इक्जाम्पल सेटै भएको छ, इक्जाम्पल सेट गर्न चाहिँ यङ मान्छेले थाल्नुपर्छ। त्यसैले म भन्छु हाम्रो यङ सेक्सन चाहिँ इलेक्सनमा आउनुपर्छ, पोलिटिक्समा आउनुपर्छ, नर्मल जिन्दगी जिएर देखाउनु नै पर्छ, इक्जाम्पल सेट पनि गर्नुपर्छ जस्तो मलाई लाग्छ। सागरजी, तपाईँसँगको बातचित रमाइलो रहेको छ। दर्शकबिन, सागर शर्माजी गेजिङ 15 टेरिटोरियलको जिल्ला पञ्चायत हुनुहुन्छ, जसले आफ्नो यङ एज जनताको सेवा गर्छु अथवा सिक्किमको सेवा गर्छु भनेर लागि परेका छन्। उहाँसँगको बातचित कस्तो लाग्यो कमेन्टमा तपाईँले लेख्न सक्नुहुन्छ भने हामी उहाँसँग अझै भविष्यमा धेरै बातचित गर्दै जानेछौँ। अहिलेलाई चाहिँ तपाईँलाई धन्यवाद छ हाम्रो स्टुडियोमा आइदिनु भयो, थ्याङ्क यू। जनतासँगको कुराहरू हरेक कुराहरू यहाँ राखिदिनु भएको छ, थ्याङ्क यू सो मच। तपाईँको भविष्यको लागि एकदमै शुभकामना। हुन्छ, थ्याङ्क यू। दर्शकवृन्द, सिधा संवादको यो कार्यक्रम यहाँनिर हामी अन्त गर्न गइराखेका छौँ। हेर्दै गर्नुहोला फास्टेस्ट फास्ट सिक्किम, महेन्द्र सेवको साथमा। धन्यवाद।